कालुमान लामाज्यू हजुरलाई है टार्गेट हो यो बेलटार चाहिँ विकास भएन है। यो 20 वर्ष भइसक्यो होला यो बाटो जस्तोको त्यस्तै छ। यो के हो यो बाटो? माडीबास जाने बाटो त्यहाँदेखि छैन भएन। यो बसामा चाहिँ कुना कुनासम्म पिच, बेलटारमा चाहिँ के हो यो? सबैको छोराछोरीलाई बिगार्ने फेरि वीरेनले है यो चाहिँ कसम आइफोन भएको मारिदिन्थेँ क्या म फेरि। हेर्नु न भिडियो भयो ल है। हाम्रो चाहिँ यो अब हामी चाहिँ नगरपालिका आइसक्यौँ बेलटारको नगरपालिका चाहिँ हेर्नु सक्नुहुन्छ है। हाम्रो बेलटारको कस्तो दामी छ बेलटारको। हेर्नु त राति त झन् आम्मामा कसम आइफोन भएको मारिदिन्थेँ क्या म फेरि। हेर्नु न नगरपालिका बेलटारको नगरपालिका लोकेसन चाहिँ हामी बजारमा छ है। यता चाहिँ हाम्रो फेरि राम्री बुनुहरू रहेछ है। बाटोले पुरा खाउँछ यार। कहिलेका कुरा पनि खानुपर्छ क्या। भन न केही कुराहरू तपाईँहरू चाहिँ जस्तो केहरू नागरिकताहरू होइन नागरिकता साहित्यता बनाउने भने चाहिँ हाम्रो जिल्ला जानुपर्छ गाईघाट। यहाँ चाहिँ अब केही सिफारिसहरू दिनु पऱ्यो भने भोटलिस्टहरू बनाउनु पऱ्यो भने चाहिँ आउनु सक्नुहुन्छ होइन। यहाँ चाहिँ फेरि घुस पनि हुन्छ है फेरि यताउता घुस सुनेको तर हो कि होइन त्यो चाहिँ थाहा भएन है मलाई। सुनेको यता देख्नु सक्नुहुन्छ। यो चाहिँ ओडा कार्यालय चाहिँ जतिको छ फेरि हाम्रो नगरपालिका चाहिँ यता छ। त्यस्तै हुँदै गयो भने चाहिँ कालुमान लामाज्यू हजुरलाई है टार्गेट हो यो बेलटार चाहिँ विकास भएन है। यो 20 वर्ष भइसक्यो होला यो बाटो जस्तोको त्यस्तै छ। यो के हो यो बाटो? माडीबास जाने बाटो त्यहाँदेखि छैन भएन। यो बसामा चाहिँ कुना कुनासम्म पिच, बेलटारमा चाहिँ के हो यो? भएन। यो चाहिँ दामीको नम्बर हो। चाँडोभन्दा चाँडो बङ्सिलासम्म पिच हुनु पऱ्यो अनि मात्रै बेलटार विकास हुन्छ, नभए हुँदैन। यो चाहिँ हाम्रो हस्पिटल, सरकारी हस्पिटल बेलटारको। अनि यो चाहिँ पशुको त्यहाँ आँखाको छ, सबै चिजको छ यता चाहिँ। अनि हस्पिटल चाहिँ सानै छ अहिले चाहिँ हाम्रो हस्पिटल पनि बन्दैछ फेरि यता ठुलो दामी 3 तले बन्दैछ हस्पिटल चाहिँ ठुलो छ। चाँडोभन्दा चाँडो है। वीरेन्द्र झाले केही पारेको थियो अरे भन्ने सुनेको तर बुढो छिटै माथि जानुभयो। योपालि चाहिँ के भनेको होइन भन्नु नि तर भन्छ त्यो भन्दै सबैको छोराछोरीलाई बिगार्ने फेरि वीरेनले है यो चाहिँ